हेलो गुड आफ्टरनुन साथीहरु, फेरि पनि आशिका राई कार्की युट्युब च्यानलमा चाहिँ स्वागत छ। अनि आजको भिडियो चाहिँ मैले सुरुवात गर्दैछु। आज चाहिँ उमेश चाहिँ काममा गइसक्नु भएको छ अनि हिजोदेखि म चाहिँ काम छोडेको छु। अनि अब आजदेखि चाहिँ मैले भिडियो चाहिँ बनाउँछ। भिडियो चाहिँ के कस्तो लाग्छ हेर्दै गर्नु, हेरेर साथ सपोर्ट पनि गरिदिनु होला। म चाहिँ अहिले रुमदेखि मास्तिर निस्केको छु कि यता डाँडा छ। काठमाडौँ सहर यहाँबाट चाहिँ आधा हुँदा चाहिँ देख्छ। यहाँ भर्खर आएको आउँदा चाहिँ है, अनि फर्किँदैछु। अनि यहाँदेखि पर चाहिँ शिव मन्दिर छ, अनि शिव मन्दिरतिर पनि जानेछु। अनि हुन्छ भने म चाहिँ उसले काम गर्ने ठाउँमा पनि जानेछु। अनि उमेशलाई चाहिँ थाहा हुँदैन नि त म त्यहाँ जाँदैछु भनेर। अनि म चाहिँ उमेशले आज काम गरेको ठाउँमा पनि जानेछु। सिधा बाटोदेखि चाहिँ ठ्याक्कै शिव मन्दिर भेटिन्छ। त्यहाँदेखि उता थ्याङ्की स्टोर झरेर म चाहिँ उमेशले काम गरेको ठाउँमा जाने कि आज सरप्राइज दिन। म चाहिँ अब मसँग सिम छैन नि त, मेरो फोन चाहिँ अर्को चाहिँ रुममै छोडेर राखेको छु। अनि रुममै अर्को फोन चाहिँ यसमा चाहिँ सिम छैन, उमेशको सिम होला। अनि मलाई थाहा पनि छैन क्या। अनि एकैचोटि पुग्दाखेरि त उमेश पनि दङ्गा हुनुहुन्छ कि के जवाफ दिनुहुन्छ। कस्तो खालको कुकुर। मलाई चाहिँ यस्तै अब भिडियो बनाउनु म त बिर्सिसकेँ जस्तो लाग्छ साथीहरू। राम्रो बोल्नु पनि आउँदैन है, के बोल्छु के बोल्छु। तपाईँहरूलाई चाहिँ कति बोल्छ है, के बोलेको होला जस्तो पनि लाग्छ होला। यस्तै म यस्तै छु, यस्तै बोल्छु, के गर्नु। भिडियो चाहिँ झ्याउ नमानिकन हेर्नु होला। आज चाहिँ के अरे के भन्छ म त बिर्स्यो। एकादशी, ठुलो एकादशी अरे कि आज चाहिँ। अनि अब घर घरमा चाहिँ पूजापाठहरू अब गर्दै गरेको होला। यो चाहिँ कति मजाले यहाँ फुल रोपेको है। मलाई पनि कहिले यस्तै घर बनाएर बस्ने यार म चाहिँ जिन्दगीमा यार देखेको सपनै होला जस्तो भइसक्यो। जिन्दगीमा यत्रो घर बनाएर बस्ने बाहेक त के गर्दै यार तिमी त। आफै बोल्दै भिडियो बनाउँदैछु। अनि कतिले चाहिँ कति बोल्छ, केटी आफै बोल्दै हुन्छ भन्ने पनि होला है। अनि अस्ति यतातिर पनि हामी भिडियो बनाएको थियौँ, हेर्न सक्नुहुन्छ। यहाँ गाई थियो अस्ति, यहाँ अझै पनि गाई छ। गाईको बाछासँगै अबै सिधै आयो त भाइ। दुना रहेछ कि गाई चाहिँ। म चाहिँ जाँदा थिएँ ठ्याक्कै गाई पनि भेटेँ। म चाहन्छ भने कहाँनिर क्या एकदम गएर आएको थिएँ। म त डर लाग्छ, हानेर तल्ल छेउ पुऱ्याइदियो भने के गर्नु। अन्त यत्रो भएको ज्यान पनि फेरि गयो भने त के छैन। शिव मन्दिर गेट चाहिँ ठ्याक्कै आइपुगेको छु म चाहिँ। ठ्याक्कसँगले भने जस्तै। म यतातिर के अरे उति सुहाउँदा चाहिँ अचम्म लाग्यो। गाउँघरको याद आउँछ यहाँ चाहिँ साँच्ची हो। काठमाडौँ सहर घुमाइदिउँला कान्छीलाई भन्थ्यो नि त्यस्तै। यो चाहिँ उत्तिस हो क्या गाउँतिरको। झ्याङकुरमा पनि खनाउँदैछ। म चाहिँ गेटदेखि पनि प्रवेश गरिसकेँ मन्दिर, शिव मन्दिर चाहिँ प्रवेश गर्नु पर्यो नि त। यसो मन्दिर आउनु पर्यो होइन। खिचाइ पनि आफै के अरे उहरू पनि रहेछ यहाँ त। के रोपेको अम्बाहरू पनि रहेछ। फलेको भए त खाइदिन्थ्यो एउटा चोरेर भए पनि भन्नु न। कसरी नहिँड्ने मन्दिर सर यहाँ पूजा गरिरहेको छन् मान्छेहरू चाहिँ टक्कले।
शिव मन्दिर बन्द छ कि के भन्छ त यसो ढोक्दै जाउँ न हामी पनि यार केही गर्न नसके पनि यता चाहिँ मान्छे बसिरहेको रहेछ नघुम्नु पर्यो होइन घुम्नुपर्छ काठमाडौँ सहर होइन एक फन्को फन्केर जाउँ त घुमेर हामी पनि यहाँ चाहिँ त्रिशुल छ अल्छी लागिरहेछ गाउँघरतिर भएको यसो घाँस काट्नु गयो एकछिन के गर्यो एकछिन खाजा बनायो एकछिन के गर्यो त्यतिको दिन बित्छ अनि ज्याउ लाग्दो रहेछ काम नछोडेको भए हुन्थ्यो जस्तो लाग्यो म त के यो ल यो के हो साथीहरू यस्तो कुकुर बनाएछ यसो दर्शनको लागि मन्दिर दर्शनको लागि लु अनि दर्शन त अनि खतरा गरिदियो त कुकुर त कुकुरले त यति खतरा दर्शन गरिदियो आज के अरे ठुलो एकादशीको बेला त अनि अरू त के कुरा गर्नु कुकुरले त दर्शन गरिदिन्छ आएर मन्दिरमा अब शिव मन्दिरदेखि चाहिँ फर्किँदैछु उयस भएको ठाउँ जाँदैछु उयस काम गरेको ठाउँ म चाहिँ सिधै थ्याङ्क स्टोरतिर जाँदैछु यहाँ देख्न सक्नुहुन्छ थ्याङ्क स्टोर तपाईँहरूलाई पनि केही सामानको आवश्यकता पऱ्यो भने यहाँ नजिकै उनीहरू थ्याङ्क स्टोरमा आउन सक्नुहुन्छ अब म चाहिँ यो साइडको बाटो लाग्छु आज पुग्ने बेला मात्र तपाईँहरूलाई चाहिँ देखाउनेछु ठिकै पुग्छेउमा पुग्ने बेला मात्र अब तपाईँहरूलाई भिडियो चाहिँ देखाउनेछु होइन म बोलेको फेरि आवाज पनि नआउन सक्छ बाहिर म चाहिँ ठ्याक्कै आइपुगिसकेको छु ठ्याक्कै पनि ठ्याक्कै नै मन्दिर छ एउटा अनि यहाँभित्र के काम गर्ने चाहिँ के अरे मेडिकल कलेज म चाहिँ आइसकेको छु अनि यहाँ चाहिँ पानी पनि छिटाउनु थालिसकेको छ मलाई गाली गर्नुहुन्छ कि त्यहाँ बस्नु भएको छ यहाँ बोल्दै हुँदो रहेछ क्या फोनमा भाइसँग होला म चाहिँ आइसकेको छु अनि पानी पनि छिटाइसकेको छ तर म चाहिँ फर्किहाल्छु नि त यहाँबाट चाहिँ अब आज चाहिँ शनिबार भएकोले खासै मान्छे भन्दा पनि अब छुट्टी आजको छुट्टी हुन्छ नि त अब जहिले पनि त्यही भएर आज चाहिँ मान्छे छैन होला त्यही भएर भाइसँग फोनमा बोल्दै बसिरहेको चाहिँ यहाँ चाहिँ खोला छ सागहरू छ यहाँ मन्दिर छ
ठिकै छ कस्तो लाग्यो म आइपुग्दा रुमबाट आएको म आइपुग्दा कस्तो लाग्यो भनेको क्या एकदम ठिक एकदम कस्तो लाग्नु भुक्यो नि हो गरेर हो आएछ भनेर भुक्यो गरी आएको हजुर हेलो नमस्ते सबैजनालाई म चाहिँ मिस्टर युकेश के छ सबैजना आराम सन्चै हुनुहुन्छ म पनि ठिक छु अहिले दाँत दुख्दैछ के छ अहिले ठिकै छ अलि गरेर अलि यता समाउ न अम्ला आउँछ आइसकेको छु म चाहिँ थाहा नदेखिन म चाहिँ आएको शिव मन्दिरहरू घुमेँ यसो अनि यत्रो मुसा जस्तै के थियो कहाँ शिव मन्दिरमा अनि कुकुरले पनि दर्शन गरिरहेको शिव मन्दिरमा आवाज आउँछ के अनि चिसो लागिरहेको छ ए अरू ठिक छ नि औँला आइरहेको छैन त्यस्तै छ है आशिका राई ज्यू के भन्नु नमस्कार छ नमस्कार भाग्यमानी अनि यस्तै हो आज पानी परेको 2-3 दिन भयो लगभग निरन्तर पानी परेको चाहिँ है चिसो छ मौसम म त यस्तो पनि गर्छु खानादेखि आइपुगेको तर म त खानाहरू नखाएको नि खानै मन लागेन बिहान खाजा बजारको छुट्टै छ पैसा दिनु न आज शनिबार हो शनिबार आज खासै कोही आउँदैन नि तेरो पैसा दिनु न किन ठिकै छ त्यतिकैको त के लाने उमेश चाहिँ यहाँ पानी हेर्नु आउनु भएको छ भर्यो कि भरेन भनेर छठमाथि मै गरेँ ठिक छ त्यस्तै छ आज चाहिँ घाम लागेको जस्तो भयो न त के हुन्थ्यो जाडो भएर म त्यस्तै म यस्तै हेरेँ रुगला है जो है ल उपल्लो होइन यसको शाखा कुन चाहिँ अरे उताको कि यताको कि उताको हस्पिटल हो कि एम्स हस्पिटल हान्छु कि कहाँ हिँडेको मलाई त थाहा छैन होइन तर म चाहिँ पछ्याउँदै गइरहेको छु यताउता पनि भन्दैन यो मान्छे त कस्तो रिस उठ्छ कति अरे अम्बाको लैजाऊ न एक गाँस मात्रै खाऊ न अहिले उमेश चाहिँ अब काममा जानुभयो अब म पनि भिडियो चाहिँ सक्नु पर्यो म चाहिँ यताबाट जान्छु
तर पनि यो चाहिँ चिया बगैँचा रे चिया बगैँचा म चाहिँ पुग्न लागिसकेको छु निरञ्जन चाहिँ यहाँ पठाइदिएको अनि यहाँ अगाडि चाहिँ मेरो रुम तपाईँहरूलाई म देखाउन लाग्छु यही हो रुम चाहिँ घुम्दा गरेर फुल्दै लाग्यो मलाई त म चाहिँ रुममा आइसकेको छु र रुमबाट माथि छतमा आएर म चाहिँ बसिरहेको छु यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ स्ट्रबेरी फुलिरहेछ कस्तो साथीहरू हजुरलाई चाहिँ भिडियो यति नै अनि मैले अघि पनि भनिसकेको छु म चाहिँ रुममा आइसकेको छु यहाँ छतमाथि छु अनि यो विगतमा चाहिँ जति माया गरे पनि यो आगामी दिनहरू आउने दिनहरूमा अझै माया साथ सपोर्ट गरिदिनु होला अनि नयाँ साथीहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पनि नभुलिदिनु होला र भिडियो यतिन्जेल हेरेर साथ सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद तर म अहिलेदेखि नै बाई बाई सबैजना साथीहरूलाई